स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो अर्को भिडियोमा। आज हामी कक्षा 8 बीजगणित भिन्न च्याप्टरको एक्सरसाइज 11.2 गर्नेछौँ र 1 नम्बरमा हामीलाई सरल गर्न भनिएको छ र 1 नम्बरको कमा 2a/y + 3b/y दिएको छ। यस्ता क्वेशनहरुमा जहाँ दुईवटा फ्र्याक्सन दिएको हुन्छ, यो एउटा फ्र्याक्सन गयो, यो अर्को फ्र्याक्सन गयो। जहाँ दुईवटा फ्र्याक्सन दिएको छ भने हामीले के गर्नुपर्छ, पहिला एलसीएम वा एचसीएफ लिनुपर्छ। एलसीएम भनेको के हो, मिल्ने र नमिल्ने सबै, अनि एचसीएफ भनेको के हो, मिल्ने मात्र। यो के हो, दुईटै मिल्ने छ भने यो के हुन्छ, यहाँ के आउँछ, एचसीएफ आउँछ, जसलाई हामी मस पनि भनिन्छौँ। त के गर्ने, पहिला एचसीएफ लिने। एचसीएफ भनेको यो दुईटा मिल्ने भयो, मिल्ने एउटा लिए। त्यसपछि यो लिएर यसमा के गर्ने, डिभाइड गर्ने, क्यान्सल हुन्छ। यो लिएर यसमा के हुन्छ, क्यान्सल हुन्छ। 2a + 3b, यही के भयो, हाम्रो आन्सर भयो। यतिसम्म नै आन्सर हुन्छ। अब के कमन आउँदैन, न कुनै कट्छ, यहीसम्म के हुन्छ, हाम्रो आन्सर हुन्छ। अब अर्को नम्बर हेरौँ। अर्को नम्बरमा कति दिएको छ, 3y(x + 2 - 2y(x + 2)। सबभन्दा के चेक गर्ने, मिल्ने छ कि नमिल्ने छ। यो के छ, मिल्ने छ। मिल्ने छ भने एउटा कमन आउँछ, कमन आयो। त्यसपछि अब के गर्ने, अब यो लिएर यसमा के गरिदिने, डिभाइड गरिदिने के हुन्छ, दुईटै सेम छ भने कटेर जान्छ। अनि बच्यो कति, 1 बच्यो। यो के छ, x + 2 / x + 2 छ, दुईटै कटेपछि कति आउँछ, 1 आउँछ। अब यो 1 गएर कहाँ हुन्छ, मल्टिप्लाई यहाँ हुन्छ। कति भयो, 3 × 1 3 माइनस, फेरि यो लिएर यसमा डिभाइड गर्ने, कति हुन्छ, 1 हुन्छ। फेरि 1 गएर कहाँ मल्टिप्लाई हुन्छ, 2 मा। त कति हुन्छ, 2 × 1 2, 3 - 2 कति हुन्छ, 1/x + 2। यही के भयो, हाम्रो आन्सर। 1 नम्बरको बाँकी नम्बरहरू पनि त्यही सेम तरिकाले हुन्छ। अब 2को गमा हामीलाई यति दिएको छ। सबभन्दा पहिला के चेक गर्ने, डिनोमिनेटर चेक गर्ने, सेम छ कि डिफ्रेन्ट छ। डिनोमिनेटर सेम छ भने के लिने, एचसीएफ लिने। एचसीएफ कति आउँछ, y² - 9। अब के गर्ने, यो लिएर यसमा डिभाइड गर्ने, दुईटै कटेर जान्छ, बच्छ कति, 1 ले माथि मल्टिप्लाई गर्दा कति आउँछ, यति नै आउँछ, y - 15। अब सेम प्रोसेस योमा गर्ने, कति आउँछ, कटो, बच्यो 1 18 नै हुन्छ। अब के गर्ने, y यो दुईटा के हुन्छ, सब्ट्र्याक्ट हुन्छ, कति भयो, +3 अनि y²। अब 9 लाई हामी कति लेख्न सक्छौँ, 3 को स्क्वायर, कति आयो, y + 3 / y - 3 y + 3। y + 3 कटेर जान्छ, बच्यो कति, 1/y - 3। यही के भयो, हाम्रो आन्सर। अब 9 नम्बरमा हामीलाई यो प्रश्न दिएको छ। अब के गरिदिने, सबभन्दा पहिला डिनोमिनेटर चेक गर्ने, के छ, मिल्ने छ भने कमन आउँछ, x² - 4 कटेर जान्छ, यहाँ बच्छ कति, x² - 4x, यो पनि गयो, बच्यो 1 - 4। अब यस्तो क्वेशनमा के गर्ने, यस्तो क्वेशनमा यहाँ के गरिदिने, माइनस कमन लिने। माइनस कमन लियो भने यहाँ के हुन्छ, माइनस कमन लियो भने माइनस इन्टु यहाँ के छ, प्लस छ, त प्लस माइनस नै भयो, 4x अनि माइनस इन्टु माइनस +4 भयो। अब डिभाइड बाई x²। अब 4 लाई हामी कति लेख्न सक्छौँ, 2 को स्क्वायर। अब x², अब यो ब्र्याकेटलाई खोलिदिने, -4x + 4। अब यो कति के हुन्छ, a² - b² भनेको के हो, a + b, a - b, a + b। अब यो हेर त, के छ, x² - 4x + 4। अब यसलाई हामी x² - 2 × 2x + 2 को होल स्क्वायर लेख्न सक्छौँ। x - 2 यो जस्ताको त्यस्तै हुन्छ। x² 2 × 2 भनेको 4x, यसलाई हामी यति लेख्न सक्छौँ, अनि 4 लाई हामी 2 को स्क्वायर लेख्न सक्छौँ। अब यो कुन फर्मुलामा गयो, a - b को होल स्क्वायरको फर्मुलामा गयो, a - b को होल स्क्वायरको फर्मुलामा गयो। अनि यहाँ बचेको कति छ, x - 2 x + 2। यो x - 2 को होल स्क्वायर भनेको के हो, यो दुईवटा छ, एउटा गयो। अब बच्यो कति, x - 2/x + 2। यहाँ किन माइनस कमन आएन, किनभने यहाँ x थिएन र कुनै फर्मुलामा जाँदै थिएन।
मेन कुरा के थियो यहाँ एक्स थिएन, तर यहाँ के छ एक्स छ, त्यही भएर हामी यहाँ माइनस के गरे कमन लिए। अब 6 नम्बरमा हामीलाई दिएको छ 5p² डिभाइड बाई 4 माइनस p माइनस 35p माइनस 60 डिभाइड बाई 4 माइनस p। सबभन्दा के चेक गरिदिने डिनोमिनेटर, सबभन्दा पहिला के गर्ने डिनोमिनेटर चेक गर्ने। डिनोमिनेटर के छ मिल्ने छ भने के आउँछ कमन आउँछ। कमन कति आउँछ 4 माइनस p, 4 माइनस p छ भने 5p² माइनस, अब यो माइनस लिएर के गरिदिने यो दुइटामा मल्टिप्लाई गरिदिने। माइनस यहाँ के छ प्लस छ भने प्लस माइनस 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 35p भयो, त्यसपछि माइनस इन्टु माइनस प्लस 60। अब के कमन आउँदैछ, कमन आउँछ भने के गरिदिने कमन झिकिदिने। 5 आउँछ p² माइनस 7 5 7 जा 35 अनि प्लस 5 कति जा 12 हुन्छ 5 12 जा डिभाइड बाई 4 माइनस p जस्ताको त्यस्तै। अब फेरि के गर्छ, अब यो के छ p² माइनस 7p प्लस 12 यो के छ क्वाड्रेटिक इक्वेसन छ। यसलाई हामी के गरिदिने चारवटा टर्ममा लगेर कमन झिकेर त्यसपछि के गरिदिने काटकुट गर्ने। अब हेर p² माइनस 7p लाई हामी कति लेख्न सक्छौँ, सरी पहिला सुरुको र लास्टको लागि के गरिदिने मल्टिप्लाई गरिदिने। 1 इन्टु 12 भनेको कति हो 12 हो। अब 12 ल्याउनु छ दुईवटा नम्बर सोच्ने हामी, जसलाई मल्टिप्लाई गर्दा 12 आउँछ आउनु पऱ्यो र जोड्दा अथवा घटाउँदा त्यही दुईवटा नम्बर के आउनु पऱ्यो 7 आउनु माइनस 7 आउनु पऱ्यो। के छ माइनस 4 माइनस 3 कति हुन्छ 4 3 जा 12 पनि हुन्छ अनि यो माइनस 7 पनि हुन्छ। त हामी के लिने माइनस 4 माइनस 3 लिने। माइनस 4p माइनस 3p प्लस 12 डिभाइड बाई 4 माइनस p 5 को 5। अब यो दुईटामा कमन के आउँछ p माइनस 4, यहाँ के कमन आउँछ 3 अनि p। अब यो माइनस छ भने के हुन्छ माइनसमा प्लसमा मल्टिप्लाई हुन्छ, प्लस माइनस माइनस डिभाइड बाई 4 माइनस p, सरी 4 माइनस p 5p माइनस 4 अनि p माइनस 3 डिभाइड बाई 4 माइनस p। अब यहाँ केही मिल्ने छैन, तर यहाँ हाम्रो आन्सर हुँदैन। तब के गरिदिने तलमा फेरि माइनस कमन लिने p माइनस 4 p माइनस 3, यहाँ फेरि के लिने माइनस कमन लियो भने यहाँ कति हुन्छ, यदि यहाँ माइनस कमन लियो भने यहाँ माइनस 4 प्लस p हुन्छ। अब यसलाई हामी कति लेख्न सक्छौँ, अब यो हेर न यो माइनस लिएर यो दुईटामा मल्टिप्लाई गर्छ भने कति आउँछ p माइनस 4 माइनस p नै आउँछ। त्यसैले अब हामी यसलाई यति लेख्न सक्छौँ माइनस कमन लिएर। अब 5p माइनस 4 p माइनस 3 डिभाइड बाई यो माइनसलाई अगाडि ल्याइदिने अनि p माइनस 4। अब यो दुईटा मिल्ने भयो, यो कट हो। अब यो माइनस 5 लिएर के गरिदिने यो दुईटामा मल्टिप्लाई गरिदिने कति हुन्छ माइनस 5p माइनस इन्टु माइनस प्लस 5 3 जा 15। यसलाई हामी कति लेख्न सक्छौँ 15 माइनस 5p। यही के भयो हाम्रो आन्सर। के गरे सुरुमा पहिला के छ डिनोमिनेटर सेम छ कमन झिके अनि यो यहाँ गयो माथि 1 जान्छ जस्ताको त्यस्तै हुन्छ माथिको। त्यसपछि 5 कमन लिए। अब यो तीनटा टर्म छ, तीनटा टर्मलाई पहिला चारटा टर्ममा लगे, त्यसपछि कमन झिके, त्यसपछि दुईटा टर्ममा ल्याए। अब के छ अब के यो दुईटा उस्तै मिल्ने थियो तर सेम त थिएन। हामीहरू के गरे माइनस कमन झिकेर दुईटैलाई सेम बनाए, त्यसपछि कटो। अब 5 माइनस 5 लिएर दुईटैमा मल्टिप्लाई गरे, त्यसपछि यति के भयो हाम्रो आन्सर। ज नम्बरमा हामीहरूले दिएको छ यति। अब सबभन्दा पहिला के गर्ने डिनोमिनेटर चेक गर्ने, सेम छ। HCF कति आउँछ p प्लस 3 को होल स्क्वायर। अब माथिको पनि जस्ताको त्यस्तै हुन्छ। अब प्लस लिएर दुईटैमा मल्टिप्लाई गर्दा सेम हुन्छ साइन 81 माइनस 18p स्क्वायर p टु द पावर 4। अब यसलाई के गरिदिने एरेन्ज गरेर लेख्ने माइनस 18p स्क्वायर प्लस 81 डिभाइड बाई p प्लस 3 को होल स्क्वायर।
अब माथि हेर त, यसलाई पनि पी स्क्वायरको होल स्क्वायर लेख्न सक्छौ अनि 81 भनेको 9 को स्क्वायर हो। अब यो 9 2 जा 18, अब यो कुन फर्ममा जान्छ, पी माइनस 9 को होल स्क्वायरको फर्ममा। अब जान्छ कसरी त्यो हेरौँ। अब पी टु द पावर 4 लाई सरी यतिको फर्ममा जान्छ, यतिको फर्ममा। अब पी स्क्वायर पी टु द पावर 4 लाई पी स्क्वायरको होल स्क्वायर लेख्न सक्छौ माइनस फर्मुलामा के छ, ए माइनस बी को होल स्क्वायरको फर्मुलामा के छ, ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर भयो। यसलाई ए माने पनि के भयो, ए स्क्वायर माइनस के छ 2ab छ, 2a कति छ पी स्क्वायर अनि बी भनेको 81 भनेको कति छ, 81 इज इक्वल टु कति छ 9 को स्क्वायर छ, 9 को स्क्वायर छ। यहाँ कति हुन्छ 9 हुन्छ प्लस बी भनेको बी स्क्वायर भनेको 9 को स्क्वायर। तलमा कति छ पी प्लस 3 को होलको स्क्वायर जस्ताको त्यस्तै हुन्छ। यो कुन फर्ममा गयो, ए माइनस बी को होल स्क्वायरको फर्ममा गयो। यहाँ कति हुन्छ पी स्क्वायर माइनस 9 को होल स्क्वायर, पी प्लस 3 को होल स्क्वायर जस्ताको त्यस्तै। अब के गर्ने, अब पी स्क्वायर माइनस 9 लाई हामी 3 को स्क्वायर लेख्न सक्छौँ डिभाइड बाई पी प्लस 3 को होल स्क्वायर। अब यो के हो, ए स्क्वायर माइनस फेरि बी स्क्वायरको फर्ममा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा गयो, के हुन्छ पी प्लस 3 अनि पी माइनस 3 को के छ यो होल स्क्वायर, पी प्लस 3 को होल स्क्वायर यो जस्ताको त्यस्तै। अब यो होल स्क्वायर भनेको के हो, दुइटैको होल स्क्वायर, त यसलाई हामी पी प्लस 3 को छुट्टा छुट्टै लेखिदिने, पी प्लस 3 को होल स्क्वायर पी माइनस 3 को होल स्क्वायर डिभाइड बाई पी प्लस 3 को होल स्क्वायर। यो दुइटै मिल्ने क्यान्सिल, बच्यो कति पी माइनस 3 को होल स्क्वायर। यही के भयो हाम्रो आन्सर। यहाँ हामीहरूले गरे के मिल्ने थियो, एचसीएफ लिए, त्यसपछि यो यसलाई यो गरेर यसलाई यहाँ डिभाइड गर्छ भने के हुन्छ, दुइटै कटेर जान्छ, बच्छ 1, माथि गएर 1 मल्टिप्लाई भयो। सेम योमा पनि त्यही भयो, प्लस लिएर साइन चेन्ज हुँदैन, प्लस इन्टु प्लस प्लस नै भयो, प्लस इन्टु माइनस माइनस नै हुन्छ। त्यसपछि एरेन्ज गरेँ, त्यसपछि ए स्क्वायर माइनस 2ab प्लस बी यानि कि ए माइनस बी को होल स्क्वायरको फर्ममा जाँदै थियो, लगे गयो। त्यसपछि यहाँ ए माइनस बी को ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला लाएँ, ए प्लस बी ए माइनस बी। त्यसपछि यहाँ होल स्क्वायर टु होल स्क्वायर भनेको दुइटैको स्क्वायर बेग्ला बेग्लै लेखेँ, मिल्ने कटो, यही हुन्छ हाम्रो आन्सर। अब टर्न नम्बरमा हामीलाई यति दिएको छ, र सबभन्दा के गरिदिनु, पहिला डिनोमिनेटर चेक गर्ने सेम छ कि छैन। डिनोमिनेटर सेम छ भने के आउँछ, एचसीएफ आउँछ। यो दुइटै कटेर जान्छ, बच्छ कति 1, माथि गएर मल्टिप्लाई भएपछि माथि पनि सेम नै बच्छ। त्यसपछि अब माथिमा मिल्ने छ भने कमन सिक्ने, कमन कति आउँछ एम अनि बच्छ कति एम प्लस 2। अब त कति छ तीनवटा टर्म छ, यसलाई 4टा टर्म बनाउने क्वाड्रेटिक इक्वेसन छ, प्लस कति आउनु पर्यो 6 अनि जोडेर 5, 3m प्लस 2m, 3 2 जा 6 प्लस 3 प्लस 2 5। त्यसपछि m इन्टु m प्लस 2, यहाँ कमन m आयो भने कति बच्यो m प्लस 3 अनि यहाँ कमन कति आउँछ 2 अनि यहाँ बच्यो कति m प्लस 3 अनि m इन्टु m प्लस 2 m प्लस 3 m प्लस 2। अब यहाँ मिल्ने के छ m प्लस 2 कटो, अब बच्यो कति m बाई m प्लस 3, यही के भयो हाम्रो आन्सर।